यहाँ हाम्रो नेपालमा कतिवटा प्रदेश छ? 75 वटा छ। के भन्नु भएछ? प्रदेश 2 वटा। कुन भनिदिनुस् त? हेड सर आगे के छी? भतिजा छिन। यो विद्यालयको प्रधान अध्यापकको नाम के हो? विजय कुमार मण्डल। उहाँ चाहिँ तपाईको को हुनुहुन्छ? के रे भैँसुर भन्छ के भन्छ जेठाजु भन्नुहुन्छ त्यही हो। पूजा सिंह र शारदा मण्डल तपाईँ दुईटै जना प्रधान अध्यापकज्यूको श्रीमती हुनुहुन्छ। तपाईको प्रधान अध्यापकज्यूको जुडो न बोल्न त। मेरो जेठानीको छोरा। तपाईको जेठानीको छोरा हो। यानी कि विद्यालयमा तपाईको परिवारको मान्छे मात्र छ? हो छ। कासदेखि लिएर प्रधान अध्यापकसम्म त्यो विद्यालयमा एकै परिवारको मान्छेहरू रहेको छ। त्यसलाई हामी विद्यालय भन्ने कि फ्यामिली प्राइभेट लिमिटेड कम्पनी भन्ने? व्हाट इज योर नेम? आउँदैन? तपाईको विद्यालयको नाम के हो? विद्यालयको नाम थाहा छ? म्याम तपाईसँगै सोधिरहेको छु, कतिसम्म पढ्नु भएको छ भन्नुहोस् न। सही कुरा भनिदिनुहोस् न, भन्नमा के गइरहेको छ भन्नुहोस् त। थाहा छैन? थाहा छ। विषय शिक्षा लिएर पढेको छु कि 10 क्लास। 2057 सालमा मैले बिहा गरेको विराटनगरमा पहिलो बुढीको बुढी चाहिँ मैले 2076 मा गरेको 5-7 साल पछि गरेको। पूजा सिंह हो, अन्तर्जातीयहरूको बिहे गरेको मैले। बिहेको लागि तपाईँलाई धेरै धेरै शुभकामना छ। मैले त्यो बिहेको विषयमा सोधेको होइन। उहाँ त अब जति बेला पनि तपाईँको श्रीमान नै हुन्छ नि त? हुन त हो, तर त्यो कुरा त म घरमा राखेर आउँछु नि त। यहाँ त म सरकारी कर्मचारी हुँ। होइन ठिकै छ, यहाँ आएपछि त दाइ त भन्नुहुन्न पक्कै। त्यसमा पढाउनुहुन्छ? 2-3-4 मा पढाउँछु। 2-3-4 मा पढाउनुहुन्छ? कुन विषय पढाउनुहुन्छ म्याम? नेपाली पढाउँछु। नेपाली पढाउनुहुन्छ? कति वर्षदेखि पढाइराख्नु भएको छ? म्याडम यो विद्यालयमा तपाईँ कति वर्षदेखि पढाइराख्नु भएको छ भनेको? 10 वर्षदेखि। 10 वर्षदेखि पढाइराख्नु भएको छ? निजी स्रोतबाट पढाइरहेको छु। निजी स्रोतबाट पढाइराख्नु भएको छ? करारमा हुनुहुन्छ है कि थाहै हुनुहुन्छ? थाहै छैन। थाहै हुनुहुन्न? थाहै छैन। म बिना चक डस्टर लिएर नै क्लास आउनुहुन्छ? यहाँ भनिदिनुहोस् न। हेलो म्याम, तपाईँसँग प्रश्न गरिरहेको छु, तपाईँसँग कुरा गरिरहेको छु, तपाईँ त्यसरी अचम्मको छ। तपाईँ कतिसम्म पढ्नु भएको छ? आइएड गरेछु। हजुर 10+2 गरेछु। 10+2 आइएड हुन्छ? हो म्याम, 10+2 आइएड हो। साँच्चीकै भनिदिनुहोस् न, कति पढ्नु भएको छ म्याम? म केही भन्दिनँ। म्याम तपाईँसँगै सोधिरहेको छु, कतिसम्म पढ्नु भएको छ भन्नुहोस् न। सही कुरा भनिदिनुहोस् न, भन्नमा के गइरहेको छ भन्नुहोस् त। थाहा छैन? थाहा छ। विषय शिक्षा लिएर पढेको छु कि 10 क्लास। 10 क्लास शिक्षा विषय लिएर पढ्नु भएको छ? म्याम कतिसम्म पढ्नु भएको छ? म्यामलाई आफै पनि थाहा छैन कतिसम्म म्याम पढ्नु भएको छ। यसरी हेर्नुहोस्, उहाँसँग सोधिरहँदा भन्न के भइरहेछ म्याम भनिदिनुहोस् न अलिकता। चाबी लिएको आएको छैन त, नै हाल्छ चाबी ल्याएको। यसरी नै बच्चाहरूसँग कुरा गर्नुहुन्छ म्याम? मैथिलीमै? मैथिली पनि चल्छ यहाँ कि नेपाली पनि चल्छ त? अनि मसँग नेपालीमा कुरा गरिदिनुहोस् न, कतिसम्म पढ्नु भएको छ भन्नुहोस् न म्याम। भन्नुहोस् न कतिसम्म पढ्नु भएको छ तपाईँ? 10 क्लाससम्म त पढेको छु, तर 10 क्लास पछि 10 महिना तालिम पनि लिएको छु। के को तालिम? शिक्षक सम्बन्धी लिएको छु कि। शिक्षक सम्बन्धी के तालिम लिनु भएको थियो भन्नुहोस् त? 10 महिना तालिम बनेको छ कि। के शीर्षक होला नि तालिमको? फलानो तालिम, चिलानो तालिम, केही शीर्षक त होला नि त्यो तालिमको कि छैन? थिएन। तालिमको नामै थियो 10 महिना तालिम। तालिमको नामै थियो 10 महिना तालिम, शीर्षक थिएन है? त्यसैबाट तालिम लिनु भएको छ? अनि अहिले तपाईँ आइएड भन्नुभयो नि? विषय शिक्षा थियो कि त्यसपछि त्यो लिएको। तपाईँ अहिले क्लासमा आउनु भएको छ के पढाउनु हुँदैछ त्यो भन्नुहोस् त म्याम, भन्नुहोस् न। बुक पढाइराख्नु भएको थियो? कुन बुक पढाइराख्नु भएको थियो भन्नुहोस् न म्याम। म्याम भन्नुहुन्छ कि बोल्नुहुन्छ? बोल्नुहुन्न? यो विद्यालयको प्रधान अध्यापकको नाम के हो? विजय कुमार मण्डल। विजय कुमार मण्डल। उहाँ चाहिँ तपाईँको को हुनुहुन्छ?
शिक्षक हुनुहुन्छ को हुनुहुन्छ केही रिलेसन कुनै पनि छैन तपाईको उहाँसँग कुनै छैन गाउँघरमा के अरे भैँसुर भन्छ के भन्छ जेठाजु भन्नुहुन्छ त्यही हो अनि उहाँले नै तपाईलाई यहाँ नियुक्ति गराइदिनु भएको हो उहाँले नै गराइदिनु भएको छ अलिकता तपाई यसो गर्नुस् तपाई चक लिएर आउनुस् सर अफिसको चाबी मसँग छैन के छैन अफिसको चाबी छैन प्रधानाध्यापकज्यूले लिएर गएको छ अनि तपाई क्लासमा बच्चाहरूलाई के पढाउनुहुन्छ म्याम मुखबाट केही सोध्छु के सोध्नुहुन्छ ल सोध्नुस् त व्यक्तिगत सरसफाइ भनेको के हो व्यक्तिगत सरसफाइ भनेको के हो भनिदिनुस् त आफ्नो सरसफाइ कसरी गर्छ म्याडम पुरा जिउ सफा गर्छ कि आफ्नो सरसफाइ पुरा जिउ सफा गर्छ टाउको मुख हात नङ काट्नुपर्छ आँखा सफा गर्नुपर्छ जति जिउमा शरीरमा हुन्छ कि सबै सफा गर्नुपर्छ त्यो सरसफाइ व्यक्तिगत सरसफाइ अझै के पढाउनुहुन्छ भन्नुस् न म्याम अझै के पढाउनुहुन्छ म्यामसँग प्रश्न गरिरहँदा म्यामले अब जवाबै आएन कि दिन नै चाहनु भएन अब त्यो तपाईहरु मूल्याङ्कन गर्नु होला यस विषयमा म केही भन्दिन बुन्नु के प्रश्न सोधौं तपाईसँग बोल्नुहुन्छ हजुर बोल्नुहुन्छ तपाईको नाम के हो बाबु अञ्जली कुमारी मण्डल कति कक्षामा पढ्नुहुन्छ 3 मा पढ्नुहुन्छ हो के सामान्य प्रश्नहरु गरौं व्हाट इज योर नेम माय नेम इज अञ्जली कुमारी मण्डल व्हिच क्लास डु यु रीड इन तपाईको विद्यालयको नाम के हो विद्यालयको नाम थाहा छ यसरी हेर्नुस् यस्तो शिक्षा पाइरहेको छ यी बालबालिकाले विद्यालयको नाम सोधिरहँदा उहाँले विद्यालयको नाम समेत आउँदैन अब यसमा त उहाँहरुको केही दोष छैन केही गल्ती छैन अब कसलाई दोष दिने त हामी चाची आके नाम के छ मीरा मण्डल अब की काज करै छी एठाम हम पिउन का काम करै छी कासो काज करै छी एठाम जानकारी गरौ उहाँको नाम चाहिँ मीरा मण्डल हो उहाँ चाहिँ कासो हुनुहुन्छ विद्यालयको चाची एकटा बात पूछ सही जवाब देउ हैन हेड सर आके के छ भतिजा छिन ल यसरी हेर्नुस् उहाँले सही बोल्नु भएको छ अहिले टोटल कति टिचर या चाची अहिले 4 टीचर या नाम को टीचर सबके विजय मंडल पूजा सिंह और जीवसी मंडल और शिव कुमारी मंडल और सरदा मंडल ये सब अहाँ के रिलेशने के आदमी सब छी ना हां सर सब अहाँ के रिलेशने के आदमी छी हां सर यसरी चाची इमर देखो वो मैडम के आता अहाँ के मैडम पुतो लागते ना झूठ ने बाज लिए ना ल हेते चाची अहाँ के बहुत बहुत धन्यवाद चाहिँ सही बात हमरा सबके कहलिए उहाँको नाम चाहिँ मीरा मण्डल हो उहाँ चाहिँ यो विद्यालयको कासा हुनुहुन्छ र उहाँ प्रधान अध्यापक ज्यूको दिदी हुनुहुन्छ है तपाई दिदी हुनुहुन्छ र प्रधान अध्यापक ज्यूकै परिवारकै मान्छेहरु भन्नुस् न यो विद्यालयमा यति बेला कार्यरत रहेको छ म्याम एकछिन आउन मिल्छ है नमस्ते आउन मिल्छ म्याडम स्वागत छ यहाँलाई नमस्ते सर तपाईको नाम के हो शिवकुमारी मण्डल हजुर शिवकुमारी मण्डल जी अनि तपाईको प्रधान अध्यापक जुको जुटो न बोल्न त मेरो जेठानीको छोरा तपाईको जेठानीको छोरा हो यानी कि विद्यालयमा तपाईको परिवारको मान्छे मात्र छ आज कति वर्षदेखि यहाँ काम गर्दै हुनुहुन्छ कार्यरत हुनुहुन्छ 15 वर्ष बितिसक्यो तपाई नै कार्यरत हुनुहुन्छ तपाईको एजुकेसन कति सम्म छ म्याम 12 पास कुन कलेजबाट गर्नु भएको छ पब्बीबाट 12 पास गर्नु भएको छ कुन फ्याकल्टी लिएर पढ्नु भएको छ स्वास्थ्य फ्याकल्टी जी त्यो कलेजको नाम भनिदिनुस् त म्याम कलेज कट्टीबाट पढ्यो एक्जाम दियो वहाँ केही सामान्य प्रश्न गरौँ सेकेन्ड डिभिजन हुन्छ मैले तपाईलाई सोधिरहेको छु केही सामान्य प्रश्न गरौँ नेपाली बुझ्नुहुन्न बुझ्छु सबै कुरा फर्काउन आउँदैन छिटो हुन्छ अनि बच्चाहरूलाई कुन भाषामा पढाउनुहुन्छ म्याथली सर बच्चाहरू यो मैडम छ न हैन अब बच्चाहरूलाई छोड्नुस् एटलिस्ट तपाई एउटा कर्मचारी हुनुहुन्छ शिक्षक हुनुहुन्छ तपाईलाई त नेपाली आउनु पर्यो नि बोल्नलाई सबै कुरा बुझ्छु अनि सरकारी निकायमा भाषा चल्ने कुन हो भन्नुस् त नेपाली यता अनि मैथिली भाषाले हुन्छ म्याडम हुँदैन लेकिन यता त सर हामीलाई यो छ कि जे बालबालिकालाई जसरी बुझ्छ
त्यसरी होइन त्यो ठिकै छ म्याडम मैले त्यो तपाईँलाई भन्न जो खोजेको भाषामा होइन बुझ्छ, यो सानो त्यही बालबालिकालाई गर्नु। सुन्नुहोस् न यो सानो बालबालिकालाई तपाईँ मैत्री भाषामै पढाउनुहोस् मैत्री भाषा बुझ्नुहुन्छ नि मैत्री हाम्रो जुन हो मैत्री भाषामै पढाउनुहोस् तर तपाईँले त एटलिस्ट बोल्नु आउनु पर्यो नि तपाईँ बोल्नुभयो तपाईँ बोल्न जानु पर्यो नि नेपाली भाषा कुनै सरकारी निकायमा जाँदा त्यसरी मैत्रीमा त कुरा हुँदैन त्यहाँ एउटा सामान्य प्रश्न गरेँ म्याडम है यहाँ हाम्रो नेपालमा कतिवटा प्रदेश छ 75 वटा छ के भन्नुभयो सर प्रदेश प्रदेश 2 वटा कुन भनिदिनुहोस् त यो हाम्रो प्रदेशको नाम थाहा छ के नाम हो प्रदेशको थाहा छैन नि म्याम बुझिसकेँ मैले अब तपाईँलाई आउँदैन सिधा भनिदिनुहोस् न आउँदैन किन टाइम खर्च गर्नुहुन्छ भन्नुहोस् न आउँदैन ल ठिकै छ म्याम धन्यवाद छ यहाँलाई है तपाईँलाई आउँदैन मैले बुझिसकेँ तपाईँको परिचय भनिदिनुहोस् म्याम मेरो नाम शारदा मण्डल हजुर म यहाँ श्री राधादेवी कैलु सिंह राजविराज नगरपालिका 14 मा कार्यरत छु कति दिनदेखि यहाँ कार्यरत हुनुहुन्छ मेरो यहाँ चाहिँ 16 वर्ष भयो 16 वर्ष भयो यहाँ टोटल कतिवटा शिक्षकहरू छ जम्मा 5 जना त्यो 5 जना करारै हो सबैजना करार हो अझै कति वर्षदेखि करारमा सबैजना काम गर्दै आइरहेको छ हेड सरको त चाहिँ भयो होला 18 19 हैन यो विद्यालय जति बेला स्थापना भयो त्यही बेलादेखि विजय मण्डलजी विद्यालयको प्रधान अध्यापक हो हजुर अनि तपाईँ चाहिँ उहाँको को हुनुहुन्छ रिलेसनमा जुडो नबोल्दिनु होला म्याम अहिले चाहिँ स्कुलमा छु तपाईले चाहिँ स्कुलमा घरको पर्सनल कुरामा चाहिँ मेरो श्रीमान हो तपाईको श्रीमान हुनुहुन्छ है अनि यो श्रीमान भन्नमा के आपत्ति म्याडम भनिदिनुस् त के पनि होला तर स्कुलमा चाहिँ सरकारी कर्मचारी भएर स्कुलमा चाहिँ मैले त्यो कुराको सम्मान गरे तपाईको त्यो कुरालाई मैले सम्मान गरे तर रिलेसन भनेको रिलेसन हुन्छ नि त हुन्छ नि अब उहाँ त अब जति बेला पनि तपाईको श्रीमान नै हुन्छ नि त हुन त हो तर त्यो कुरा त म घरमा राखेर आउँछु नि त यहाँ त म सरकारी कर्मचारी हुँ हैन ठिकै छ यहाँ आएपछि त दाइ त भन्नुहुन्न पक्कै श्रीमान नै भन्नुहुन्छ नि यहाँ त उहाँ त मेरो गार्जन हुनुभयो त यहाँ आउँदा पनि तपाईँ उहाँले श्रीमान भनेर नि सम्बोधन गर्नुहुन्छ दाइ त भन्नुहुन्न यहाँ चाहिँ कहाँ गर्छु त यहाँ त हेड सर हुनुहुन्छ नि कहाँ यहाँ चाहिँ सरकारी कर्मचारी म जस्तो सरकारी हैन मैले त त्यो भन्न खोजेको होइन म्याम मैले यति मात्र भन्न खोजेको उहाँ तपाईको श्रीमान हो कि होइन हो नि श्रीमान यति बेला तपाईँ 3 जना मात्र उपस्थित हुनुहुन्छ है हजुर 2 जना शिक्षक अनुपस्थित छ त्यसमा 1 जना प्रधान अध्यापक लगाएर सर 5 जना छौँ हामी यहाँ त त्यही त अहिले मात्र 3 जना हुनुहुन्छ नि हजुर 1 जना कास हो जम्मा तपाईँ 6 जना जम्मा यो विद्यालयमा 6 जना कर्मचारी हुनुहुन्छ त्यसमध्ये अहिले 4 जना उपस्थित हुनुभएको छ कास म्याडम अनि तपाईँ 3 जना म्याडमहरू उपस्थित हुनुभएको छ अनि 2 जना चाहिँ अनुपस्थित छ एउटा हेड सर अनि एउटा म्याडम त्यो म्याडमको नाम के हो पूजा सिंह अनि उहाँ चाहिँ को हेड सरको भनिदिनुहोस् त किन लजाउनु किन हाँस्नुहुन्छ म्याम उहाँको श्रीमती तपाईँ 2 जना हेड सरको श्रीमती है भन्नुहोस् न हजुर तपाईँ 2 जना हेड सरको श्रीमती पूजा सिंह र शारदा मण्डल तपाईँ 2 जना प्रधान अध्यापकजीको श्रीमती हुनुहुन्छ यसरी तपाईँहरूले यो बालबालिकाको भविष्यसँग किन खेलवाड गरिराख्नु भएको छ म्याडम छातीमा हात राख्नुस् र अलिकता मनन गर्नुस् त यो सानो कलिलो बालबालिकाको भविष्यसँग खेलवाड गर्नुहुन्छ पछि गएर हुँदैन नि अहिले बीए सम्मको भएको कुरामा भनिरहेको छु तपाईको एजुकेसन कति सम्म छ 12 सम्म 12 सम्म छ कुन कलेजबाट मिसन कलेजबाट कुन फ्याकल्टी कुन फ्याकल्टी स्वास्थ्य फ्याकल्टी कहाँ हुन्छ म्याडम मलाई बताइदिनुहोस् त अलिकता हजुर स्वास्थ्य पनि फ्याकल्टी हुन्छ मैले सुनेकै छैन स्वास्थ्य फ्याकल्टी हुन्छ त फ्याकल्टी कुन पढ्नु भएको छ भन्नुहोस् न आउँदैन थाहा छैन कि पढ्नु भएको छैन झुटो नबोलिदिनुहोस् पढेको छु सर अनि थाहा छैन धेरै दिन ल हस् धन्यवाद छ म्याम तपाईँले केही भन्दिनँ म उहाँहरूको आमा बुवाले यसरी उहाँहरूलाई पढ्नकै निम्ति विद्यालय पठाउनुहुन्छ म उहाँहरूलाई डिस्टर्ब त भएन नि बाबु डिस्टर्ब भएन तपाईँहरूलाई एकछिन बस्न मिल्छ मलाई यहाँ म बसौँ एकछिन बसौँ यसरी हेर्नुहोस् यी साना कलिला बालबालिकाहरूलाई हेर्नुहोस् दर्शकबिन यसरी
यी भाइ बहिनीहरूको आमा बुवा यिनीहरूलाई पढ्न पठाउँछ यहाँ विद्यालयमा। सरकारी विद्यालयमा पढ्नु भनेको गरिबको छोराछोरी मात्र हो। कसैको बाबा ठेला चलाइरहेको होला, कसैको बुवा विदेशमा काम गरिरहेको होला, त कसैको बुवा किसान होला। यी गरिबको बालबालिका मात्र हो यो विद्यालयमा पढ्ने। यो विद्यालयमा कुनै सांसद, कुनै मन्त्री, कुनै राजनीतिक कर्मीहरूको छोराछोरी पढ्दैन। ती राजनीतिक गर्ने व्यक्तित्वहरूले आफ्नो छोराछोरीलाई सरकारी विद्यालयमा पढ्न पठाउँदैन, ठुल्ठुला बोर्डिङ स्कुलमा दिन्छ, ठुल्ठुला प्राइभेट स्कुलहरूमा पढ्न दिन्छ। तर यी गरिबको बालबालिकाहरूको भविष्यसँग खेलबाड गर्न चाहिँ यहाँ राजनीति गर्न यो विद्यालयहरूमा आउँछ।